गुड मर्निङ गाइस एभ्रिवान। तपाईँहरूको कस्तो छ होला, सन्चै छ होला आशा गर्दैछु। तपाईँहरूको पनि राम्रो, आजको दिन राम्रो जाओस्, मेरो पनि राम्रो जाओस्। फाइनली टुरबाट हिजो आइपुगेँ। आजबाट चाहिँ दोकान जानु थालेको। तल गएको म के गर्नु, जति घुरे पनि जहाँ गए पनि आफ्नो ड्युटिज त ड्युटी गर्नै पर्यो हैन। घाम पानी गरम जे भए पनि यस्तै हो मान्छेको जिन्दगी। दोकान जाँदैछु म चाहिँ। दोकान यसरी मालिक बसिराखिदिएछ बिहान खुलेर रेडी गरिदिएर। चाहिँ यस्तै छ जिन्दगी। हेर्नुहोस् गाइस, मेरो बारीको फ्रेस सब्जी टिपेर ल्याएर यसरी आमा र माधुरीले चाहिँ खेलाउनु बसेछ। आज हाम्रो मङ्गलबार भेज यस्तो सब्जी बन्छ। एकदम यस्तो राम्रो छ, हेर्नुहोस् त, यस्तो फ्रेस छ एकदम। फर्सीको मुन्टा यस्तो मोटो मोटो, हेर्दै कस्तो खाउँ खाउँ लाग्ने छ। हेर्नुहोस् 12 बजेको यस्तो छ मेरो खाना खाँदैछु। साथीहरू, म चाहिँ खानु थालेँ। बारीको फ्रेस सब्जी एकदम यस्तो राम्रो लागेछ खानुलाई। हाम्रो ओयल मार्केट हो दुलैजानको साथीहरू। मार्केट सामान लिन आएको दुलैजान यस्तो ओयल मार्केट छ साथीहरू। हेर्नु हाम्रो बजारबाट सामान लिएर आए। रासन बजार